Hi guys, welcome back to my another video after a long time. पछि हामी जाँदैछौँ कोगटे सिस्नेरी हेर्दै गर्नु होला। अहिले हामी बाटोमा आइसक्यौँ। हाम्रो ग्रुप चाहिँ यति है गाइज, 6 जना 7 जना भएको छन् हैन। एनी आऊ पेट्रोल बचाओ, न्युट्रलमा जाऊ। बाइकमा चाहिँ हुँदैन, स्कुटरमा ओह्रालोमा भएको फाइदा। एनी आऊ पेट्रोल बचाओ। पहिले त त्यहाँबाट बाटो जान्थ्यो नि माथि माथिबाट बुढो, अनि अहिले सबै भत्केर त्यस्तो भएछ है। भत्केर खोलाबाट बाटो रहेछ अहिले चाहिँ। यही खेलिदिने क्या, कस्तो राम्रो हेर्नु न। जम 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 सिस्नेरी जाने बाटो यस्तो छ। खोलाको बगरै बगर हामी जाँदैछौँ सिस्नेरी। तर कस्तो राम्रो देखेको हेर्नु न। खोला यही हो, हामी पौडी यही खेल्ने हो। ए यहाँबाट तार्ने रहेछ नि त। म झर्ने खोला कसरी लाग्ने त। अलि अगाडि गइदिनु न। भयो भयो। ए बुढोले त्यसो उता खोज्नु खै मेरो त भिजेन कस्तो राम्रो दामी। आउनुहोस् 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 दामी। आउनु आउनु जाम 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 जाम। ओ नो 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 नो। यताबाट इजी छ, यहाँ ढुङ्गा ढुङ्गा हो। यता साइड साइडबाट बिच त होइन है फेरि। ओके हामी चाहिँ अहिले चाहिँ डेस्टिनेसनमा आइपुग्यौँ है। मान्छे अब यहाँ यति धेरै छ कुरै छोडिदिउँ। पुल पनि रहेछ यहाँ। मान्छे यति धेरै, कति छ मान्छे? मान्छे त भित्ताभरि। बाँदर टक्क टक्क बसिरहेको छ। यति धेरै मान्छे रहेछ। खोइ जाने नै त्यही होला सबैजना। लाइफ ज्याकेट त छ हेर्नु न। यति धेरै मान्छे। लाइफ ज्याकेटको 50 पर आवर रहेछ होइन। अनि पर बेसको इन्ट्रीको चाहिँ 50। यो लाइफ ज्याकेट अलि अनफेयर भयो, पर आवर 50 अरे। अनलिमिटेड 50 गर्दै हुन्छ नि। कता देख्छ त।
उही कस्तो स्लिपी रहेछ त सन्ध्या ए सन्ध्या आयो अरे कपिल देवीलाई पहाइ त कपिल मैले यहाँ लिएर आफै हुन्छ ओए मजाको सानो रहेछ त हो मात्र यो चाहिँ बार्बिक्यू पनि हुन लागिरहेछ यहाँ अङ्कलहरू हाम्रो ग्रुप यहाँ हुनुहुन्छ लाइफ ज्याकेटमा यता अर्कै ग्रुप म जाडोले निले कालो हरियो मेरो ग्रुप हुन्छ अहिले चाहिँ हामी स्विमिङ गरेर पोगटीबाट फर्क्यौँ गाइस हामी चाहिँ घर कति फर्किङबाट बाटो लाग्दाखेरि 12:30 बाटो लागेको थियौँ होला अनि हामी यहाँ 1:30 बजीतिर आइपुगेको थियौँ अहिले 3:30 भयो अब हामी फर्क्यौँ चलाउने मान्छेले हेलमेट लाग्छ मैले लाग्छु किनभने लाउनु मनै लागेन अरे चलाउनेलाई तर एकदम रमाइलो रहेछ खेल्नलाई